म फुले माया जलैमा पारा हाम्रो बाटो ब्लक भएर एकछिन छतमा यसरी अगाडिबाट म भिडियो लिँदैछु। आइफोनले त पर जुम हुन्छ हैन। हेलो गाइजहरु, हेलो कस्तो हुँदैछ? यस्तो रमाइलो भइरहेछ। तिमीलाई कस्तो हुँदैछ भन्देऊ। राम्रो छ, ठिकै छ, चाच्चै ढुट्टो भएको छ। हजुरलाई मेरो ब्लगमा स्वागत छ तपाईलाई, मिनी ब्लगमा। ल पछाडिको साथीहरु हेलो भनिदिनु। हेलो ल हामी चाहिँ यस्तो जाममा परेछौँ कि यहाँ बाटो बनाउँदैछ, त्यही भएर बिजोक भन्दा पनि रमाइलो, बिजोक प्लस रमाइलो है, बिजोक रमाइलो। सर्च गर न हो कि यस्तो हिमालको हरियाली दामी छ है तर बाटो चाहिँ यस्तो राम्रो छ। ल हाम्रो चाहिँ फाइनली 5 पोखरीको ट्रेकिङ चाहिँ सुरु भइसकेको छ। अनि यो चाहिँ यस्तो झरना अरूबाट पानी झर्दैछ, यस्तो खोला छ। हाम्रो चाहिँ भर्खरै सुरुवात ट्रेकिङ तम्पायरको साथ हिँड्दैछन्। म चाहिँ ब्याग बसेर भिडियो गर्दैछु यसको। यो चाहिँ हाम्रो भर्खरै सुरुवात हो, बाँकी चाहिँ आउने के परे बाँकी चाहिँ अझै पुरै छ है। कस्तो कस्तो बाटो छ थाहा भएन, सुरुवातमा चाहिँ यस्तो छ। यस्तो छाँगा चहरा पहाड खोला नालाको साथमा हामी 7 जना छौँ। दामी हँदैछ है। अनि हामी जाने चाहिँ यस्तो बाटो, हालत सुरुमै यस्तो भइसक्यो। अब हामी चाहिँ खाजा खाने, खाजा हाम्रो यस प्रकार छन्। अब यो अन्डालाई चाहिँ यसरी चोबिएर साथीहरूलाई देखाउँदै, साथीहरू चाहिँ सबजना अन्डा खाए त चट्ट। हामी चाहिँ उहाँ पारिबाट आएको। अब यो बाटो जाने हो कति। यो चाहिँ हाम्रो भाइहरूले मेहनतको साथ चटपटी बनाउँदै हुनुहुन्छ। म फुले माया जलैमा अब चाहिँ कफी सफीको व्यवस्थित छ है, पुरै आफ्नो आफ्नो खानेकुरा आफ्नो आफ्नो ब्यागमा छ। सुरुवातीको यस्तै हो सबैजनाको। एउटाको चाहिँ दोस्रो तेस्रो कति होला, हामी बाँकी सबको फर्स्ट। डस्टबिन छ है डस्टबिन। अब त्यसपछि यसरी चटपटे बनाउँदा अब यहाँ यो टमाटर चाहिँ अब यही हो चक्कु होइन गाइस, हाम्रो चक्कु यही हो, हाम्रो यो यही हो, यसरी यस्तै त हो त। अनि यही है हाम्रो चटपटे चाहिँ। खाना थालौँ ल। ल फाइनली अघि चाहिँ फुर्किँदै सुर्किँदै
भिडियो बनायो अलिकति हिँड्यो त्यसपछि चाहिँ अलिकति रोइन्जाल पनि भइयो सास अड्केर ढुकढुकी बढेर र म चाहिँ अहिले फ्रिली फेरि हिँडिरहेको छु अनि मेरो चाहिँ मिस्टर अर्जुन सरले बोकिदिइराख्नु भएको छ ब्याग साथीहरू सबजना फुर्तिलो जोसिलो जागरिलो आफू चाहिँ परियो खै के हो यस्तो सकिनँ म चाहिँ होइन ल साथीहरूलाई टै हिँडिरहेछ है अझै यो तेर्सो बाटो रहेछ र मलाई अलिकति सास आयो जोस जागर आयो नत्र म अघि चाहिँ मरेको मान्छे यात्रा जारी नै छ सास बढेर भएन ब्याग पनि अरूले बोकिदिनु परेको छ खाली हिँड्न पनि सकेको छैन सेसेन अहिले जाऊ माथि उभिएर खोलामा बगिरहेको पानी ल जा कन्टिन्यू लेट्स गो यहाँ चाहिँ यस्तो राम्रो पुग्छ अनि त्यसपछि पानीहरू चाहिँ यस्तो दामी बगिरहेको छ है पस अब कहाँ पुऱ्याउँदै अब यो बाटो हामी क्रस गरेर जाँदैछौँ फाइनल्ली टुप्पी डाँडा आइपुग्यो गाइजहरू अलिअलि खुसी छन् टुप्पी डाँडा आइपुगेकोमा खुसी कि खुसी यो कालेहरूले नि हामीलाई कुरिरहेको छ पछ्याइरहेको छ साथीहरूको यात्रा कन्टिन्यू गइरहेको छ मेरो साथीहरूको र म चाहिँ फेरि खाली नै छु र पनि सबैभन्दा पछि नै छु हामी एकैछिन टुप्पी डाँडामा बसेर फेरि लाग्यौँ है त हाम्रो घरबाट ऊ माथि थोरै रहेछ उकालो अब हामी भोलि जानुपर्ने चाहिँ अहिले चाहिँ हामी रातो माटो भनेको यो ठाउँमा पुगेर त्यताबाट यस्तो 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 जाँदै यो हिमाल हुँदै ठ्याक्क पुग्ने भनेको हामी छोरी यहाँ नजिक आज हामी यहाँ बसिदिउँ जियोस् खुसी लाग्यो ल रातिको सनसेट फोटो सेसन हुँदैछ हामी चाहिँ आन्टीसँग गएर आन्टीकै घरमा बस्ने भयौँ यसो गर्ने सन्जेरमा दुईटा डल्लाहरू देखिँदैन भिडियो रहेछ साथीहरू हिँडिसकेको अवस्था टाङ्गु खोला अरे त्यो टाङ्गु खोला रात परिसकेको छ अवस्था यस्तो छ गाइजहरू दमादम खाना खाँदै हुनुहुन्छ